आज भने यहाँहरुको प्रश्नको उत्तर लिएर आएको छु। धेरै भक्तले प्रश्न गर्नुहुन्छ, उत्तर त समयमा आएन नि भन्ने पनि गुनासो आएको जस्तो बुझेको छु। प्रश्न गर्ने बेलामा नयाँ नयाँ भिडियोमा प्रश्न गर्नु होला। अब 1 वर्ष पुरानो भिडियोमा 2 वर्ष पुरानो भिडियोमा प्रश्न गर्नुभयो भने त कमेन्ट पढ्न सकिँदैन। त्यसैले नूतन भिडियोमा मात्रै प्रश्न गर्नु होला। यहाँहरुले बडा मिठा मिठा प्रश्न, अत्यन्त रमाइला प्रश्न पनि आज आएका छन्। बुझ्नै पर्ने, जान्नै पर्ने प्रश्न। रुद्राक्षमालामा कुन कुन मन्त्र जप गर्नुहुन्छ, बिहान उठेर के गर्ने, बडा गजब गजब। हाम्रो गाउँमा पनि आइदिनु पर्यो गुरुजी। मन्त्र जप गर्दै गर्दै हिँडेको हात कहिले भाँचियो भनेर प्रश्न गर्छन् गुरुजी। बडा कमेडी, बडा रमाइला प्रश्न पनि छन् है। त यी प्रश्न यहाँहरुका पनि हुन सक्छन्। प्रश्न जसले गरे तापनि यहाँहरुको मनमा पनि यी जिज्ञासा, यी प्रश्नहरु हुन सक्छन्। छोटो भिडियो छ, बडा मिठो तरिकाले यहाँहरुलाई म सुनाउने प्रयास गर्छु। सूत्रात्मक तरिकाले सटीक रूपमा बताउने छु। अन्तिमसम्म हेर्नु होला र कहाँ-कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्न नभुल्नु होला। यहाँहरुको एक एक कमेन्टले पनि हामीलाई उत्साह प्रदान हुन्छ के। राधे राधे लेखौं, जय श्री राम लेखौं, ओम नमः शिवाय लेखौं, केही त लेखौं कमेन्टमा। त्यसले हामीलाई उत्साह प्राप्त हुन्छ। र भिडियोलाई शेयर पनि गरिदिनुस्। अहिलेसम्म हाम्रो युट्युबलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब पनि तत्काल गरिदिहाल्नुस् न, के जान्छ र यहाँहरुको। र अन्य व्यक्तिहरुलाई पनि यो भिडियो कृपया पठाउनु होला। प्रश्नकर्ता व्यक्तिको नाम सहित प्रश्न वाचन गर्छु र संक्षेपमा प्रश्नको उत्तर पनि म दिने प्रयास गर्नेछु। पहिलो प्रश्न छ, जानकी थापा मगरजी हुनुहुन्छ। जय श्री राधे राधे गुरु, रुद्राक्षको मालाबाट भगवानको नाम जप गर्न मिल्छ कि मिल्दैन गुरु? मिल्छ भने कुन कुन भगवानको मिल्छ र मिल्दैन भने कुन कुन भगवानको मिल्दैन? स्पष्ट पार्दिनु होला। मलाई राम्रो हुने थियो, मेरो परिवारलाई राम्रो हुने थियो, जगतको कल्याण हुने थियो भनेर प्रश्न गर्नुभएको छ जानकी थापा मगरजीले। बहुत बहुत धन्यवाद। जानकीजीलाई विशेष बधाई दिउँ, धन्यवाद दिउँ सबैले। पहिलो प्रश्न छ, रुद्राक्षको मालामा नाम मन्त्र जप गर्न हुन्छ कि हुँदैन? अब नाम मन्त्र के हो त्यो कुरा पहिला बुझौं है। नाम मन्त्र ओम नमः शिवाय पनि नाम मन्त्र हो, सीताराम पनि नाम मन्त्र हो, राधे कृष्ण पनि नाम मन्त्र हो, जय दुर्गे माता पनि नाम मन्त्र हो। तर कलिकालमा सबैभन्दा सर्वाधिक मोक्ष प्रदान गर्ने, पुण्य प्रदान गर्ने, प्रभाव, सफलता, समृद्धि प्रदान गर्ने मन्त्र भनेको युगल नाम महामन्त्र र हरे कृष्ण नाम महामन्त्र नै हो कलियुगको लागि। हरे कृष्ण नाम मन्त्र र राधे कृष्ण 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 राधे राधे, राधे श्याम 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 राधे राधे, यो मन्त्र चाहिँ रुद्राक्षमालामा जप गर्न हुँदैन। किन हुँदैन? रुद्राक्ष भनेको भगवान शिवजीको आँसुबाट, अक्षबाट निस्केको जलबाट प्रकटित भएको साक्षात शिव स्वरूप हो। मैले पहिल्यै नै रुद्राक्षको महिमाको विषयमा भिडियो राखेको छु, यहाँले गएर हेर्नु होला। 1 मुखीदेखि लिएर 14 मुखी रुद्राक्षका अलग अलग महिमा छन्। विद्या प्राप्तिको लागि, सफलता प्राप्तिको लागि, समृद्धिको लागि, शिव स्वरूपको लागि, अनेक कर्मको लागि रुद्राक्षको अलग अलग मुख्य रुद्राक्षको अलग अलग महिमाको विषयमा मैले छुट्टै भिडियो बनाएको छु। यदि यहाँहरुको मनमा त्यो जिज्ञासा भए आगामी दिनमा त्यो भिडियो पनि बनाउला। त रुद्राक्षमा जप गर्न हुने मन्त्र भनेको ओम नमः शिवाय जप्न मिल्छ। ओम ऐं ह्रीं क्लीं चामुण्डाय विच्चे देवीको मन्त्र पनि जप गर्न मिल्छ। गणेशजीको मन्त्र जप गर्न मिल्छ। ओम गम गणपतये नमः यो मन्त्र पनि जप गर्न मिल्छ। बाँकी नारायणको, रामको, कृष्णको मन्त्र जप गर्न चाहिँ मिल्दैन, हुँदैन। यो कुरा बुझ्नुभयो यहाँहरुले। कृष्ण नाम, रामको नाम जप गर्नको लागि यहाँहरुले नीमको माला, प्रारम्भिक समयमा नीमको माला, परिपक्व र नियमपूर्ण भएपछि तुलसीको मालामा जप गर्ने। नीमको माला र तुलसीको मालामा के भेद छ भन्नु होला। नाम मन्त्रको प्रभाव उही नै हो, तर तुलसी माताको परम कृपा, तुलसीको कृपा नभएसम्म भगवान राधा कृष्णको परम भक्ति प्राप्त नहुने भएको हुनाले तुलसीको माला भनेको अभ्यस्त भएपछि, नियम बसालेपछि, निष्ठामा रहेपछि, शुद्ध आचार विचार भएपछि, लसुन प्याज पनि छोडेपछि अनि बल्ल तुलसीको मालामा जप गर्न मिल्छ। यो प्रश्नको लागि बहुत बहुत धन्यवाद जानकी थापा मगरजीले। जगत कल्याण हुने थियो भनेर प्रश्न गर्नुभएको छ। बहुत बहुत धन्यवाद हजुरलाई। अर्को प्रश्न रहेको छ विमला पाण्डेजीले गर्नुभएको छ।
हजुरले भन्नुभएको काम पनि गर्छु तै पनि मनमा शान्त नै हुँदैन, कुराहरू खेलिरहन्छ भनेर प्रश्न गर्नुभएको छ। हजुरले भनेको काम गर्छु तर पनि मनमा कुरा कुन चाहिँ काम गर्नुभयो भन्ने कुरा हो कि छिटो उठ्नुहोस् भन्ने काम गर्नुभयो कि अथवा नित्य सत्कर्म गर्नुहोस् भन्ने काम गर्नुभयो कि बिहानमा 5 वटा संकल्प गरेर नित्य कर्म प्रारम्भ गर्नुहोस्, कुन चाहिँ कर्म गर्नुहुन्छ वा सबै कर्म गर्नुहुन्छ त्यो प्रश्न भएन। मन अशान्त मन विक्षिप्त छ भने एउटा मात्रै उपाय हो, त्यो भनेको नाम मन्त्र जप। राधे कृष्ण 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 राधे राधे, राधे श्याम 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 राधे राधे जप गर्नुहोस्। जप गर्दै गर्दा पनि अझै मन विक्षिप्त भइरह्यो भने गाउनुहोस्, गुनगुनाउनुहोस्। तत्काल तत्क्षण 1 मिनेट भित्र नै मन शान्त हुन्छ, मन अत्यन्त भगवानको भक्तिमा रम्छ। र मैले पहिले पनि बताएको छु, नाम मन्त्र जप गर्दाखेरि सुरुमा 1 माला चाहिँ उच्चारण गरेर जप गर्नुहोस्। अरु मौनमा गरे तापनि पहिलो 1 माला चाहिँ उच्चारण गर्दै जप गर्नुहोस्, गजब शान्ति मिल्छ, गजब उन्नति मिल्छ। यति गर्नुहोस् त अनि पनि शान्ति भएन भने, अनि पनि मनमा विचार खेलिरह्यो भने चाहिँ फेरि कमेन्ट गर्नुहोला। बहुत बहुत धन्यवाद, बधाई दिन चाहन्छु विमला पाण्डेजीलाई। भनेको मान्छु र पनि मनमा शान्ति छैन भनेको राम्रोसँग मान्नु पर्यो है। शुद्ध हुने, शुद्ध आचरण गर्ने, लसुन प्याज नखाने र भगवानलाई पूर्ण निष्ठा, मन्त्रप्रति र मन्त्र दिने गुरुप्रति पूर्ण निष्ठा हुनु पर्यो है त। पुष्पराज गिरिजीले प्रश्न गर्नुभएको छ, राधे राधे गुरुजी, आजको दिन 100 मा 79 दिन मिल्छ नम्बर भन्नुभएको छ। हजुरको भिडियो धेरै हेरेको छु, म चाहिँ धादिङ धुनबेसी नगरपालिकाबाट नमस्कार भन्नुभएको छ। यो सायद मैले कुनै दिन प्रश्न गरेको थिएँ, आजको दिनभरिमा के काम गर्नुभयो, आजको दिनलाई नम्बर दिनु पर्यो भने कति नम्बर दिन मिल्छ कमेन्ट गर्नुहोस् भनेको थिएँ। सायद त्यसको लागि कमेन्ट गर्नुभएको उहाँले, यहाँहरूले पनि कमेन्ट गर्नुहोस् त ल। आजको दिनभरि अथवा हिजोको दिनभरि जे काम गर्नुभयो त्यसमा 100 मा नम्बर दिनु पर्यो भने कति नम्बर दिन मिल्छ यहाँहरूको जीवनमा, त्यो कमेन्ट गर्नु होला। बहुत बहुत धन्यवाद। 100 मा 79 नम्बर पाउनु भएछ, जय जय होस्। आफ्नो हृदयले कहिले पनि झुटो बोल्दैन, आफ्नो मनले कहिले पनि झुटो बोल्दैन। झुटो त अरूको लागि बोलिने हो, हाम्रो मनले कहाँ झुटो बोल्छ र। झुटो बोल्दै गरेको मान्छेलाई पनि भित्र मनले भनिरहेको हुन्छ तैँले गल्ती बोल्दैछस्, तँ झुटो बोल्दैछस्, भित्रबाट आवाज आउँछ। यदि 100 मा 79 नम्बर आफ्नो कर्मप्रति दिन मिल्नेछ भने त्योभन्दा राम्रो काम त केही पनि हुन सक्दैन। प्रश्न धेरै छन्, त्यस कारणले संक्षेपमा अगाडि बढाउँछु। स्टार भन्ने युट्युब च्यानलबाट कमेन्ट आएको छ, स्टार सुपरहिटबाट, बिहान कसरी छिटो उठ्ने गुरुजी कृपया जनाइदिनु होला, राधे राधे भन्नुभएको छ। बिहान छिटो उठ्नको लागि त सबभन्दा महत्त्वपूर्ण कुरा छ तपाईको उद्देश्य हुनु पर्यो। यो बन्छु, यो गर्छु, यति पुरा गर्छु भन्ने उद्देश्य भयो भने निद्रै लाग्दैन। बिहान 4 बजेपछि आफै निद्रा खुल्छ। केही गर्छु, केही बन्छु भन्ने हुनु पर्यो एउटा, कि त भगवानको भक्ति हुनु पर्यो। अब उठ्नै सकिन गुरुजी कसरी बिहान उठ्ने भन्ने छ भने उपाय छ त। मोबाइलमा त्यो के भन्छन्, बिहानमा रिङटोन लाउने, बिहानमा मोबाइलमा अलार्म लाएर सुत्नुहोस्। कतिपय अल्छीहरूले चाहिँ अलार्म फेरि बन्द गर्ने फेरि सुत्ने पनि गर्नुहुन्छ, त्यो पनि थाहा छ मलाई। त सबभन्दा महत्त्वपूर्ण काम जे छ नि त्यसलाई बिहानको लागि राख्नुहोस्। सबभन्दा महत्त्वपूर्ण, जीवनमा सबभन्दा महत्त्वपूर्ण के छ तपाईको, सबभन्दा महत्त्वपूर्ण त्यो कामलाई बिहानको समयमा राख्नुहोस्। बिहानमा निद्रा छिटो उठ्छ, छिटो खुल्छ। अथवा नियम बनाउनुहोस्, संकल्प कसम खाएर नियम बनाउनुहोस् कि बिहानमा म 16 माला जप गर्छु, अथवा बिहानमा म यति पढ्छु, यति स्वाध्याय गर्छु, कसम खाएर नियम बनाउनुहोस्, पक्कै पनि बिहानमा निद्रा खुल्नेछ। बहुत राम्रो प्रश्न गर्नुभएको छ, धन्यवाद। अर्को प्रश्न छ, निर्मल जीकेजीले गर्नुभएको छ, राधे राधे गुरुजी, गलत अरूले गरिरहेको छ तर समस्यामा म पनि परेँ भने के गर्ने गुरुजी, समाधान हुन्छ नि होइन, भगवानको नाम जपिरहन्छु गुरुजी भन्नुभएको छ। गलत अरूले गरेका छन्
तर समस्यामा हजुर पर्नुभयो। के गर्ने यस्तो अवस्थामा? यस्तो अवस्थामा चाहिँ आफ्नो सफाई धेरै दिने प्रयास पनि नगर्नुहोस्। धेरै सफाई दिने प्रयास गर्यो भने झन् यो गलत छ भन्ने मान्छेले बुझ्दछन्। समयले आफै उत्तर दिन्छ। हरेक प्रश्नको उत्तर समयले दिन्छ। प्रतीक्षा गर्नुहोस्, मौन रहनुहोस्, शान्त रहनुहोस्, भगवानमा विश्वास गर्नुहोस्, त्यति मात्र बोल्नुहोस् जति आवश्यकता हो। कहिलेकाहीँ आवश्यकताभन्दा बढी बोल्नाले फसिन्छ। सल्लाह सुझाव नमागेसम्म कसैलाई पनि दिँदै नदिनुहोस्। अनावश्यक सल्लाह सुझाव दिनु पनि हाम्रो लागि घातक हुन सक्छ। अरूले गल्ती गरे, हजुर समस्यामा पर्नु भएको छ भने सफाई पाउनुहुन्छ, प्रतीक्षा गर्नुहोस्, धैर्य धारण गर्नुहोस्, शान्त भएर बस्नुहोस्। बोल्नु पर्ने अवस्था भयो भने बोल्नुहोस्, होइन भने मुख भएर बस्नुहोस्। पक्कै पनि हजुरको समस्याको समाधान हुनेछ। इन्द्र दाहालजी लेख्नुहुन्छ, राधे राधे गुरु, एउटा कुरा सोध्न मन लाग्यो। जुठो सुतक परेको बेला पूजा कोठामा पस्न मिल्छ कि मिल्दैन? अनि साँझ बत्ती बाल्न हुन्छ कि हुँदैन गुरुजी भनेर लेख्नु भएको छ। जुठा सुतक घरमै परेको अवस्था हो भने बत्ती बाल्न त भएन। नित्य कर्म बाहेक अन्य कर्म गर्न हुँदैन। जस्तो नित्य कर्म भनेको मन्त्र जप नित्य कर्म हो। भोजन गर्नु नित्य कर्म हो नि, नित्य गर्छौँ नि भोजन, जल पिउँछौँ, नित्य भोजन गर्छौँ, नित्य सास फेर्छौँ, नित्य सुत्छौँ। यस्तै गरी जुन नित्य कर्म छन् त्यो गर्न मिल्छ। भगवत सेवा चाहिँ संक्षेपमा गर्नुपर्छ अथवा मानसिक रूपमा गर्नुपर्छ। बत्ती बाल्ने पद्धति हाम्रो देशमा छैन। लौकिक परम्परा लोकाचारलाई पनि कहिले बोल्नु हुँदैन। लोकाचार शिष्टाचार आफ्नो परम्परालाई कहिले पनि बोल्नु हुँदैन। जुठा परेको बेलामा, सुतक परेको बेलामा बत्ती बाल्ने, ठाकुर सेवा गर्ने, शङ्ख बजाउने, घण्ट बजाउने इत्यादि प्रचलन नभएको हुनाले, शास्त्रले पनि निषिद्ध गरेको हुनाले तत्कर्महरू नगर्नु होला है त। मन्त्र जप चाहिँ गर्नुहुन्छ है। मन्त्र जप चाहिँ कहिले पनि छोड्नु पर्दैन। जुन दिन श्वास बन्द हुन्छ त्यो दिन आफै मन्त्र जप बन्द हुन्छ। त्यस कारणले गर्दा मन्त्र जप चाहिँ छोड्नु पर्दैन। अमृता केसी पराजुलेजी लेख्नुहुन्छ, 4 बजे उठ्छु तर मनमा शान्त छैन गुरुजी। 4 बजे उठ्छु तर पनि मन विक्षिप्त हुन्छ। उठ्ने बित्तिकै मोबाइल हेर्नुहुन्छ होला नि त। पक्कै पनि केही त छ। उठ्ने बित्तिकै मोबाइल हेऱ्यो भने चाहिँ मन विक्षिप्त हुन्छ, एकदम अशान्त हुन्छ। उठ्ने बित्तिकै मैले पहिल्यै पनि बताएको छु, मङ्गल पाठ गर्ने, हात दर्शन गर्ने, कराग्रे बसते लक्ष्मी करमध्ये सरस्वती, यी मन्त्रहरू को विषयमा मैले पहिले पनि बताएको छु। त्यस कारणले बिहान उठ्ने बित्तिकै सत्कर्म सोच्ने, सद्व्यवहार गर्ने, राम्रो काम गर्ने गर्यो भने अनि बल्ल मन शान्त हुन्छ। बिहान उठेर योगाभ्यास गरेर मन्त्र जप गर्नुहोस्, मन एकदम शान्त हुन्छ। नाम मन्त्र मैले पहिले पनि बताएँ, उच्चारण गर्दै के राधे कृष्ण 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 राधे 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 श्याम 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 राधे राधे, यसरी उच्चारण गर्दै एक माला 108 पटक गर्नुहोस्। त्यसपछि अन्य मालाहरू चाहिँ मौन गर्दा पनि हुन्छ। उच्चारणपूर्वक मन्त्र जप गर्नाले घरमा शान्ति हुन्छ, घरमा पनि बडो राम्रो ऊर्जा प्राप्त हुन्छ, दैवीय शक्तिले कृपा गरेका हुन्छन्, बिहानमा भगवानको विशेष कृपा प्राप्त हुन्छ। यो कुरा पनि यहाँहरूले बुझ्नु होला। बिहानमा 1 माला कम्तीमा उच्चारण सहित जप गर्नुहोस् है त। अरू पनि थुप्रै प्रश्नहरू छन् तर भिडियो लामो भइसकेछ। अर्को भिडियोमा धेरै भक्तहरूको प्रश्नहरूको उत्तर मैले दिनेछु। यहाँहरूले पनि कुनै मनमा प्रश्नहरू छन् भने निसङ्कोच कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नु होला र यो भिडियोलाई व्यापक सेयर गरिदिउँ। यी प्रश्नहरू यहाँहरूको मनमा पनि हुन सक्छ, अरू व्यक्तिको मनमा पनि यी प्रश्नहरू हुन सक्छन्। त्यसकारणले यहाँहरूको सेयरले अरूलाई पनि सहज हुने भएको हुनाले सेयर गर्नुहोस्। लाइक गर्नुभएको छ भने लाइक गर्नु होला। लाइकले, कमेन्टले, यहाँहरूको एक सेयरले, सब्सक्राइबले हामीलाई उत्साह प्राप्त हुन्छ। निरन्तर भिडियो बोल्नको लागि चाहिँ भित्रबाट जागरण आउँछ। त्यस कारणले कन्जुसाइ नगरिकन लाइक गर्ने, कमेन्ट गर्ने, युट्युबलाई सब्सक्राइब गर्ने र भिडियोलाई सेयर